आजको भिडियो चाहिँ तपाईहरुले नकाटिकन हेर्नु होला है। सो हेलो गाइस, गुड मर्निङ है। आज भने चाहिँ हाम्रो यहाँ माथिनिर आनीको घरमा पर्नुको लागि आइरहेछ है। अनि आज चाहिँ हाम्रो यहाँ पूजामा आएको। अनि आजको भिडियो चाहिँ के हुनेछ सम्पूर्ण तपाईहरुलाई देखाउने छु है। यहाँ अहिले भने चाहिँ हेर्नुस् है। अनि यहाँ हामीले हिजो तोरमा बनाएर एकदम रेडी गरिरहेछ। तोरमा कस्तो बनायो, हामीले मण्डला कसरी सेटअप गरेको छ है, सबै देखाउने छु। अनि यहाँ हेर्नुस्, यी ध्वजाको यस्तो दामीले लगाइरहेछ। अनि यहाँ चाहिँ साङ लगाइरहेछ है। सो अहिले चाहिँ यहाँबाट भ्यूहरू पनि कस्तो देख्ने छ सबै म तपाईहरुलाई देखाउने छु। अब चाहिँ हाम्रो ब्रेकफास्ट खानुको लागि लागे है, हेर्नुस् होला है। सो ब्रेकफास्टमा चाहिँ के रहेछ म तपाईहरुलाई पनि देखाउने छु है। साग, भेन्डी, सुक्खा रोटी अनि अचार विथ छोला बनाएको रहेछ। यस्तो टेस्टी बनाउनु भएको रहेछ है। अनि अब हाम्रो यो खाजा खाएर चाहिँ पढ्नु जानुपर्छ है। म भने यहाँ बसेर खाइरहेको छु। अहिले भने चाहिँ हाम्रो यहाँ माथि आनीको घरमा छ है। अनि यस्तो प्रकारले मण्डला है, यो चाहिँ कुञ्जुती तोरमा भन्छ। अनि यस्तो प्रकारले सेटअप गरेको छ है। बीचको त्यो तोर्मालाई चाहिँ हाम्रो लामा तोर्मा भन्छ है। अनि यताको गुरुढाक है, अनि सिङदोङ यता साइडको है, अनि यताको चाहिँ मानिङ। अनि यो अगाडि छ यो स्याल्चे बनाएको छ है, आठवटा। अनि त्यो चाहिँ भजनको रूपमा है। अनि यस्तो प्रकारले चढाउने छ है। यहाँ हेर्नुस्, यो चाहिँ कुञ्चुती किलखोर है, कुञ्चुतीको तोरमा है, यस्तो छ। सो हेर्नुस् है। अनि यहाँ चाहिँ याङको पूजा पनि छ। अनि याङको पूजा चाहिँ यसरी सेटअप गर्नुपर्छ है। मैले तपाईहरुलाई बताइरहेको थिएँ है। यसरी त्यो माथि देख्नु हुँदै गरेको चाहिँ याङबुम, यहाँ मुनि याङतोर है, यहाँ माथि पनि याङतोर बनिरहेछ। अनि ढुल्माको कुहरू, यसरी झम्पालाको कुहरू यसरी डाल्डा भरेर राख्दा पनि मिलिहाल्छ है। तपाईहरुले यो प्रकारले गर्नुपर्छ। यहाँनिर चाहिँ यो शङ्खहरू है, हो त्यसरी हाल्नुपर्छ। अनि मेन इम्पोर्टेन्ट कुराहरू अन्न बालीदेखि लिएर सम्पूर्ण हाल्नुपर्छ है। यस्तो प्रकारले सेटअप हुन्छ। यहीँ त्यहाँ अगाडि पनि हामीले छोपा चढाइदिइरहेछ है। अनि यस्तो प्रकारको छ यहाँनिर चाहिँ हेर्नुस् तपाईहरुले। अनि आजको पूजा चाहिँ याङको पूजा हो। अनि त्यहाँ घरकै पूजा थियो। अनि सो अहिले भने चाहिँ हेर्दै गर्नुस् होला। आज दिनभरिको अपडेट के हुनेछ देखाउने छु। हवस् त। यहाँ हेर्नुस् न, दाइलोमा पर्खिरहेछ। दाइलो चाहिँ बन्द गर्नुपर्छ नि त सको पूजा गर्दाखेरि। सो अनि मलाई चाहिँ माया लाग्यो क्या। अनि उनीहरू चाहिँ फ्यामिलीसँगै चाहिँ उता यता जहाँ जाँदा पनि रहेछ नि त। अनि मैले चाहिँ डङ्गै खोलिदिएको थिएँ कि दाइलो जस्तो खोल्यो त्यस्तै गइहाल्यो। हेर्नुहोस् त, मान्छेसँग बस्ने बानी रहेछ उसलाई चाहिँ है। हेर्नुहोस् त, यहाँबाट चाहिँ तपाईहरुलाई भ्यू कस्तो देख्दो रहेछ देखाइदिन्छु। हेर्नुहोस् ल, नाम्ची चाहिँ कस्तो रहेछ यहाँबाट चाहिँ यस्तो देख्दो रहेछ। हेर्नुहोस् है, यहाँबाट चाहिँ नाम्ची चाहिँ यहाँ हेर्नुहोस् यस्तो प्रकारले देख्दछ है। रमाइलो टाइपको देख्दछ। अघि दिउँसै देखाउने थिएँ है। अनि अलिक क्लाउडी भइरहेको थियो वेदर। अनि त्यसै कारणले अहिले देखाइदिएको। यहाँ हेर्नुहोस् चाहिँ आले गुम्पा, नयाँ हस्पिटल, चारधाम है, यस्तो प्रकारले देख्दछ नाम्ची चाहिँ। अब भन्ने चाहिँ हामीले पूजा सक्यो। यहाँबाट चाहिँ अब हाम्रो खाना खाइवरी निस्किनु पर्ने हुन्छ है। सो यहाँबाट चाहिँ यस्तो जुम गरेर देखाइदिन्छु। यो चाहिँ घटे गुम्पाको चाहिँ यस्तो फिनिसिङ भइसकेछ। हेर्नुहोस् तपाईहरु, मलाई चाहिँ याद पनि थिएन है। सो हेर्नुहोस् यस्तो रमाइलो देख्दछ। बोडाफोन आइज, बोडाफोन यसले मलाई मन पराइछ। सो हामीले चाहिँ यहाँ खाना खाएर पनि है, उहाँहरूले चाहिँ मिठाई ल्याइदिनु भएको रहेछ आनीहरूले। सो यहाँ चाहिँ सोध्नुहुँदैछ कालो खानुहुने कि सेतो भन्दैछ। यहाँ चाहिँ अब हाँस्दैछ कसै। कालो खानेले चाहिँ तासेर खानुपर्छ, सेतो खानेले चाहिँ त्यतिकै खानुपर्छ भन्दै थियो कि पुरा हाँस्दैछ। सो अहिलेलाई चाहिँ बाई बाई।